हेलो एभ्रिवान गाइज एलबी कृषिमा स्वागत छ। सो साथीहरू, क्रोसिया नेपालीहरू किन जान चाहन्छन्? 8 देखि 10-15 लाख खर्च गरेर विभिन्न एजेन्ट मेन पावर मार्फत क्रोसिया जान चाहन्छन् र त्यहाँ गएपछि कमाई कति हुन्छ? तपाईँको मनमा पक्कै पनि जिज्ञासा होला। साथीहरू, म आज तपाईँको बारेमा यो जिज्ञासालाई एकदम क्लियर तरिकाले बताउने छु गाइज। भिडियो अन्तिमसम्म हेर्नुहोला। यदि च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई लाइक सब्सक्राइब गर्न नबिर्सिनुहोला। आउँदा दिनहरूमा धेरै राम्रो भिडियोहरू पनि म तपाईँहरूलाई उपलब्ध गराउने छु गाइज। नम्बर 1, रोजगारीका अवसरहरू। क्रोसियामा पछिल्लो समय निर्माण, होटल, पर्यटन, कृषि र सेवा क्षेत्रमा श्रमिकहरूको बढ्दो माग छ। नेपालमा धेरै युवाहरू यस्ता क्षेत्रहरूमा काम गर्न इच्छुक छन् जसले स्थिर आम्दानी र वैदेशिक अनुभव दिन सक्छ। नम्बर 2, युरोप प्रवेश गर्ने गेटवेको रूपमा। क्रोसिया युरोपेली सङ्घ युको सदस्य राष्ट्र पनि हो र यो सेन्जेन क्षेत्रमा 2023मा समावेश भइसकेको छ। एकपटक क्रोसिया पुगिसकेपछि नेपालीहरूलाई अन्य युरोपेली देशहरूमा जानलाई अवसरहरू सजिलो हुने गर्दछ। नम्बर 3, शैक्षिक अवसरहरू। क्रोसियामा विश्वविद्यालय अङ्ग्रेजी माध्यमबाट केही कोर्सहरू प्रदान गरिन्छन्। त्यसले गर्दा नि क्रोसिया नेपालीहरू जान चाहन्छन्। 4, स्थायी बसोबासको सम्भावना। केही नेपालीहरू क्रोसिया काम गरेर भविष्य स्थायी बसोबास, पिआर वा नागरिकता पाउने आशामा पनि क्रोसिया जान चाहन्छन्। नम्बर 5, एजेन्टद्वारा प्रदान गरिने। नेपालमा क्रोसिया जान सहयोग गर्ने रोजगार एजेन्ट वा म्यान पावर कम्पनीहरूले सजिलो प्रक्रिया, राम्रो तलब र भविष्य सुनिश्चित गराउने भन्दै प्रचार गरिरहेका हुन्छन्, जसले धेरैलाई आकर्षित पनि बनाइरहेको छ। यदि तपाईँ क्रोसिया जान चाहनुहुन्छ या सोचमा हुनुहुन्छ भने आधिकारिक भिसा प्रक्रिया तथा रोजगारमा राम्रोसँग बुझेर मात्र निर्णय गर्नु बुद्धिमानी हुन सक्छ। गलत जानकारी वा ठगीबाट बच्न नेपाल सरकार वा क्रोसिया दूतावासमा सल्लाह सुझाव लिन नबिर्सिनुहोला। हवस् त, नमस्ते, धन्यवाद।